ल त गाइस अहिले भन्दा चाहिँ मैले दाउरा यति भइसकेँ र अहिले चाहिँ मैले काटिसकेँ हैन। तपाईँ देख्न सक्नुहुन्छ है हात पनि यस्तो भइसक्यो। सो हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल र फिल्म तपाईँलाई स्वागत छ मेरो भ्लग च्यानलमा। र धेरै दिनपछि मेरो भ्लग सुरु हुँदैछ र आज चाहिँ म चाहिँ दाउरा काट्न जाँदैछु है। र बस्तीको काम त्यही हुन्छ र आज चाहिँ रक्कैसँगले उकालो मोडी यसरी दाउरा बोक्नुपर्ने हुन्छ र म चाहिँ घरदेखि निकै मुनि आइसकेँ है। र हेर्दै गर्नुहोस् मेरो भिडियोलाई। र आज चाहिँ धेरै दिनपछि भ्लग मेरो सुरु हुँदैछ र यो उकालो चाहिँ म यसरी देख्न सक्नुहुनेछ। ल दाउरा बोकेर जानुपर्ने हुन्छ होइन। र हेर्दै गर्नुहोस् र लाइक कमेन्ट र सब्सक्राइब गर्नु नबिर्नुहोस् ल। आज चाहिँ एकदम खास दाउरा काट्नु है। र हेर्दै गर्नुहोस् है मेरो भिडियोलाई। Oh la 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 la. यो चाहिँ उहिलेको चौतारा हो। उहिलेको मान्छेहरूले चाहिँ यही बाटो भारी लिएर आउँथ्यो अरे। अन्त यहाँनिर चाहिँ बिसाउँथ्यो अरे हत्ताको भारी होइन। र यो चाहिँ चौतारा हो। यसले सबै झारले पुरिरहेछ यहाँनिर। पहिला चाहिँ यहाँनिर चाहिँ उहिलेको मान्छेहरूले चाहिँ भारी बिसाउने गर्थ्यो अरे। अब दाउरा चाहिँ यहीँतिर खोज्नु पर्ने हुन्छ। म चाहिँ वेट मकैहरू ड्याम्मै यसरी रोपेको रहेछ यहाँनिर चाहिँ। ल त गाइस अहिले भन्दा चाहिँ मैले दाउरा यति भइसकेँ र इदले चाहिँ कति भारी पुग्दो रहेछ त्यो थाहा छैन। सायद 1-2 भारी चाहिँ पुग्छ होला। यहाँ मुनिदेखि निकालेर होइन यहाँमाथि कट सल्झेको थियो। यहाँ मुनिबाट निकालेँ र ऊपर यहाँ मुनिबाट निकालेर यहाँ लिएको छु होइन। अब काट्नु पर्ने हुन्छ। हेर्दै गर्नुहोस् है मेरो भिडियोलाई। मेरो डोको चाहिँ अन्त यहाँ पर छ। अब ठ्याप्पै भरेर लानुपर्ने हुन्छ। अहिले चाहिँ मैले काटिसकेँ होइन। तपाईँ देख्न सक्नुहुन्छ है हात पनि यस्तो भइसक्यो। पसिनाले कड्कली यति काट्दा नि हो। अब टक्कैसँगले डोकोमा लाउनु पर्ने हुन्छ। र क्यामेराम्यान छैन। अब एउटा हातले म लगाउँछु यहाँनिर दाउरा चाहिँ।
ल त गाइसहरू अहिले चाहिँ अब दबाई यति बोक्नु पऱ्यो किनभने चिसो छ अहिले चाहिँ होइन अहिले बहुत घाम लाग्दैछ मजाले सुक्न चाहिँ होला हुन्छ होला र अहिले चाहिँ अब यति नै बोकेर जान्छु म चाहिँ र पनि गरम हुन्छ हेर्नुहोस् अलिकति मात्रै ग्याप रह्यो होइन अहिले चाहिँ म यति मात्रै बोकेर जान्छु अब यसरी हो नि त यो भारी चाहिँ एकदम गरम भएर चाहिँ गाइजहरू होइन र तपाईँ देखिरहनु भएको होला यो चाहिँ हलुन्छ भनेर पानीले भिजेर यति साह्रो गरम भइसक्यो कि तपाईँलाई चाहिँ आम्मामा अब यस्तो उकालो बोकेर जानुपर्ने हुन्छ है गाह्रो छ यो जिन्दगीमा चाहिँ गाइजहरू लाग्दैछु म चाहिँ अहिले चाहिँ तपाईँको 9:20 कता भइसकेको छ 7 बजी आएको मान्छे अब दाउरा सौरा खोज्दाखेरि काटकुट गर्दाखेरि आज एक बारी तर रेडी बनाइरहेको छु सो फेरि पनि आउनु पर्ने हुन्छ खै खानासाना खाएर एकदम गरम भइसक्यो नि त पानीले भिज्छ है गाइजहरू हेर्दै गर्नुहोस् होला टक्कैसँगले अब घरमा राखेको चाहिँ म देखाउन सक्दिनँ किनभने कस्तो हुन्छ अब फेरि गरिबस्न सक्दिनँ म ल हेर्दै गर्नुहोस् होला साइड देखाउन सक्छु तपाईँलाई हेर्दै गर्नुहोस् भिडियोलाई अब हुन्छ यस्तो उकालो बोकेर जानुपर्ने हुन्छ यस्तो भएर गाह्रो छ गाइजहरू आमामा जस्तै पसिनै पसिना कल बोकेर आएको कटुसको दौरा कति बनाइदिने यति एक भारी दाउराले पनि गाह्रो पर्छ उकालोमा चाहिँ आमा वेट पसिनाले कलकलिस केस पनि भात बुदुङ भएछ